हेलो गाइज, आज चाहिँ म भुटान हिँडेको थिएँ। बिचमा गाडी फसेर टिफरहरूले बाटो छेकेर म चाहिँ आज फर्किँदैछु। गाडी रुपेश भाइलाई छोडिदिकन म चाहिँ हिँड्दै हिँड्दै आज रानीबासदेखि चाहिँ मुर्कुजीतिर झर्दैछु। बिचमा तेजु भाइ मलाई लिन आउँदैछ। त्यसै कारणले गर्दा म चाहिँ रोड हिँडिरहेको छु गाइज। यस्तो बाटोमा पुरै हिँडिरहेको छु हैन। गाह्रो छ नि यार मलाई पनि। आउँदाखेरि गाडी चढेर यो फर्किँदाखेरि अब रित्तै फर्किने बेला भयो। के गर्ने, यस्तै छ गाइज है। ल बाटो यस्तो छ। म चाहिँ यसरी हिँड्दै आइरहेको छु पैदल। पाहाडको बाटो त अनि बिजोग छ गाइज। टेन्सन छ नि यार बाटो। ल साथीहरू, पाहाडको दृश्य यस्तो छ। तराईमाथि हामी हिँड्नै सक्दैन थियौँ। पाहाड अलि शीतल भएको कारणले गर्दाखेरि म धेरै टाढाबाट आएँ है। अहिले चाहिँ धेरै टाढाबाट हिँड्दै म रानीबासबाट चाहिँ डुम्रेथुम्का झर्दैछु। हिँड्दै गइरहेको छु। तपाईँहरूले दृश्य देखिहाल्नुभयो। हिँडेको दृश्यहरू यस्तो छन्। बाटोहरू पाहाडका यस्ता छन् नि है। उकाली ओह्राली, काहीँ भन्ज्याङ, काहीँ चौतारी, यस्तै छ है साथीहरू। ल हिँडेर आउनुहोस् है। म सँगसँगै तपाईँहरू कसलाई हिँड्नु मन छ ल गाइज आउनु होला। लगभग यो बाटोमा चाहिँ तराईको मान्छे कमै हिँड्थ्यो होला। सायद 100मा 1 म पनि पऱ्यो होला जस्तो लाग्छ। यस्तो हिँड्दैछु। कहाँ तिर्खा लाग्छ भनेर पानी बोकेको छु है। पसल पनि टाढा पाइन्छ यहाँ त। दुःख भने यस्तो हुन्छ है। हुन त यही बाटो हाम्रो जिजु बाजेहरू ढाकर बोकेर हिँडेको बाटो है। उहाँहरू झन् कति धेरै दुःख गर्नुभयो होला। तर यो नातिहरूलाई चाहिँ खाली हिँड्नलाई पनि सकस छ गाइज है। एक्लै हिँड्नलाई पनि गाह्रो छ। र म चाहिँ हिँडिरहेको छु। तपाईँहरूलाई हिँडिरहेको दृश्य देखाउँदैछु। तपाईँहरू हेर्नु होला। अब कहाँसम्म हिँडेर पुग्नुपर्ने त थाहा छैन हैन। त्यही पनि अब जहाँसम्म पुगिन्छ त्यहाँसम्मको दृश्य त नहोला। तपाईँहरूलाई त्यो भिडियो देखाउन सक्दिनँ होला म सायद है। भिडियो पनि धेरै लामो हुन्छ, तपाईँहरूले नै गाह्रो हुन्छ हेर्नलाई। ल पाहाडको बाटो चाहिँ यस्तो छ साथी। तपाईँहरू कसलाई चाहिँ पाहाड मनपर्छ, यस्तो हुन्छ पाहाड चाहिँ। हिलो बाटो छ। पानी भर्खरै परेको। यहाँ माथिसम्म मैले गाडी निकाल्दै एउटा भाइलाई बुलेरो। अनि म चाहिँ फर्किँदैछु। भोलि मेरो एकदम अति आवश्यक काम 7 बजे परेको कारणले गर्दा म चाहिँ बाटैबाट फर्किनु पऱ्यो। अनि रुपेश भाइलाई गाडी लिएर जाऊ भनेर चाहिँ उसलाई बाटोमा छोडिदिएको छु साथीहरू। त्यसै कारणले म अहिले हिँडिरहेको छु यो बाटो है। बाटो पनि कताबाट सर्टकटको छ त्यो पनि थाहा छैन। यहाँ सर्टकटको बाटो त होला नि पाहाडमा, तर पनि म चाहिँ रोड घुमिरहेको छु साथीहरू। हेर्नुहोस् है, यस्तो छ है। अब यस्तो छ। घाम यसरी लागेको छ। अहिले लगभग 4:30 समथिङ भयो होला अनुमानित होइन। त्यस्तै हुनुपर्ने हो। घडीहरू 4:31 ठ्याक्कै भएछ। जङ्गलको बाटो छ यस्तो। अनि यता मास्तिर गाउँ, यता पाहाडभित्र पाखा पखेरा होइन। यस्तै छ साथीहरू ठाउँहरू। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला है। पानी बोकेर हिँड्दैछु म बिचरा चाहिँ। गाह्रो छ नि यो मलाई पनि गाइज। यता त पुरै भिड रहेछ यार तलतिर। बाफ्रे, एक्लै हिँड्नु साह्रै नमजा आउँदो रहेछ साथीहरू है। म चाहिँ एक्लै परेँ आज चाहिँ।